पूर्व ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा खम्बीरले अन्तरिम सरकारले केही नदी नियन्त्रणसहित रु 42 करोड बढीका आयोजना कटौती गरेको बताउनु भएको छ। गलेश्वर शिव युवा क्लब, गलेश्वर धाम आमा समूह र गलेश्वर बजार तोल विकास संस्थाको आयोजनामा बिहिबारदेखि सुरु भएको बाला चतुर्दशी मेला 2082 को उद्घाटन गर्नुहुँदै निवर्तमान सांसद समेत रहेका गर्बुजाले आफूले बजेट विनियोजन गरेको योजनाका बजेट काटिएकाले त्यसलाई कायम गराउन छलफल र पहल गरिरहेको बताउनुभयो। मैले तपाईलाई आज गलेश्वर महादेवको अगाडि शिवजीको अगाडि भन्नै पर्छ, यो छोटो समयमा पनि तपाईले दिएको मतलाई मैले जहिले पनि शिरमा राखेर म्याग्दीको जनताको लागि मैले काम गरिरहेको थिएँ र डे 1 देखि मैले भन्नै पर्दा पछि म तपाईलाई सबै कुरा डिटेलमा बताउने छु पछि। र यही साल 81-82 को बजेटमा पनि मैले अरबौं रुपियाँहरू म्याग्दीमा हालेको थिएँ र केही बजेटहरू विविध कारणले नेपालको पोलिटिक्सको कारणले विशेष गरेर अस्ति भदौको 23-24 गते जेनजीको आन्दोलनले गर्दा केही सरकारहरू परिवर्तन हुन पुग्यो। नेपालमा धेरै अप्ठ्यारो कुराहरू आएको कारणले गर्दा अहिले त्यो बजेटहरू पनि कट भएको छ र मैले ती बजेटहरूको लागि पनि निरन्तरको लागि मैले पहल गरिरहेको छु। तपाईहरु धेरै निराश नहुनुस्। म चाहिँ पदमा हुँदा एउटा पदमा नहुँदा अर्को खालको मान्छे होइन। म म्याग्दी विकासको लागि र म्याग्दी जनताको लागि जहिले पनि लड्ने व्यक्ति हो। गर्दाखेरि यो कुराहरू तपाईले बुझेर यो ठाउँमा पनि पुर्याउनु भएको र अस्ति 2 महिना अगाडि पदबाट हामीहरू बाहिरिएता पनि म निरन्तर लागेको छु। गएको हप्ता हिजो मात्रै पनि गर्ने प्रदेशका मुख्यमन्त्रीसँग झन्डै 1 घण्टा भालाकुसारी भएको छ र केन्द्रमा पनि म काठमाडौँ बस्दा निरन्तर त्यो बजेटहरूको लागि पहल गरेको छु। विशेष गरेर मैले म त्यो सम्बन्धित मन्त्रालयमा बसेको कारणले बागलुङमा पर्वतमा लाइन जाँदा म्याग्दीमा लोड सेडिङ नहोस्, झ्याप्प लाइन नजाओस्। त्यस्तै गरेर यहाँ धेरै ठुला नदीहरू छन्। म्याग्दी नदी, राउघाट नदी, कालीगण्डकी, योलाई तटबन्धनको लागि जतासुकै पहल गरेको थिएँ र ती बजेटहरू पनि राजमुखमा परिसकेको थियो। झन्डै 42 करोड त अहिले ती बजेटहरू फर्केको छ। मलाई एकदम दुःख लागेको छ। अहिले बाबुवाला मन्त्रीहरूसँग पनि मैले भेट्ने प्रयास गरेको छु र उहाँहरूले अलिकति टाइम पनि दिनुभएको छैन। त्यसको लागि पनि पहल गर्छु र हेरौँ तपाईँ हामी सानोमन नगरौँ। मैले त हामी निराश हुनुहुन्न। जस्तो खालको समस्या आए तापनि हामी एक भएर, हामी म्याग्दी भएर, हामी गलेश्वर भएर, हामी नेपाली भएर आफ्नो मातृभूमिलाई सम्झेर हामी अगाडि बढ्यौँ भने जस्तो दुःख पनि हामीले एकदम सजिलैसँग काट्न सक्छौँ भन्ने मैले विश्वास लिएको छु। र विशेष गरेर मैले लामो कुरा आज म भन्दिनँ। आज जुन यो कार्यक्रममा यो बाला चतुर्दशी मेलामा मलाई बोलाएर प्रमुख अतिथि मलाई दिनुभयो, यसको लागि क्लबको अध्यक्षज्यू, यहाँका आमा समूह सम्पूर्णलाई हार्दिक धन्यवाद दिँदै अन्त मैले एउटा सम्बोधन गर्नु भुलेको छु। विशेष गरेर मेरो पत्रकार भाइहरूलाई तपाईँलाई पनि एकदम मैले सम्बोधन गर्न चाहेँ र यो मेला फेरि पूर्ण सफलताको कामना गर्दै मेरो एउटा सानो सहयोग हुन्छ मबाट 20,000 रुपियाँ र हाम्रो कोष अध्यक्ष मेरो प्यारो साला अमृतबाट 10,000 गरेर मैले 30,000 तपाईँलाई हस्तान्तरण गर्छु भन्दै मेरो छोटो भनाइ अन्त गर्छु। धन्यवाद। जय गलेश्वर, जय महादेव, जय शिवजी भन्दै मेरो भनाइ अन्त गर्छु। धन्यवाद।